विदेशी मिसनमा हामी जस्ता युवालाई भड्काएर आन्दोलन गराएर सार्वजनिक सम्पत्तिमा तोडफोड गरेर क्षति पुर्याएर भग्नावशेष पारेर मिसन 84लाई मिसन 82 मात्रै बनाएको हो, अरू केही पनि होइन। अन्तिममा म यसो बुझ्दै 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 सबै कुराहरू सबै डटहरू कलेक्ट गर्दै गर्दै जाँदाखेरि मलाई त अहिले त्यस्तै लाग्न थाल्यो। प्रतिनिधि सभाको चुनाव अरे, अब हामीलाई चाहिएको बालन प्रधानमन्त्री, हामीलाई चाहिएको सागर ढकाल प्रधानमन्त्री, हामीलाई चाहिएको हर्क साम्पाङको प्रधानमन्त्री, यी अब कसरी आउँछ प्रधानमन्त्री? प्रतिनिधि सभाको चुनावमा के हुन्छ? संसद हुन्छ, संसदलाई हामीले भोट हाल्ने, अनि संसदले गएर बल्ल प्रधानमन्त्रीलाई भोट हाल्ने। हामीले चाहेको त्यस्तो हो र? हामीले त प्रत्यक्ष सिधै हामी लोकल एरियाबाटै हामीहरूले सिधै प्रधानमन्त्रीलाई भोट हाल्न पाउने भनेर गरेको आन्दोलन, खै जेएनजी आन्दोलनको उद्देश्य एउटा के भयो। हाम्रो आन्दोलनको मेन एजेन्डा विपरीत भइहाल्यो। अब कसरी मिलाउने हो? अब यो अहिले यसो बुझ्छु के म, यसो बुझ्दाखेरि चाहिँ यो सबै विदेशीको चलखेल, अनि त्यही छ यो सत्ता गिराउने काम भन्ने कुरो, यो सब काम नलाग्ने, यो बेकार बोलिएछ जस्तो पनि लाग्न थाल्यो मलाई। अब होइन भने यसो विचार गर्नु, अब हामीले सांसद चुन्दाखेरि चाहिँ अब सांसदमा को आउँछ? हाम्रो गाउँमा पहिला चाहिँ गोकर्ण बिष्टि आउँथ्यो, अब त्यही मान्छे आउँछ। त्यो अहिले गगन थापाको एउटा भिडियो भाइरल रहेछ के, अब जति जनधनको क्षति भयो सक्यो, हुनु थियो जे हुनु थियो भयो, अब हामीहरू फेरि आउँछौँ, फेरि रियुनाइट हुन्छौँ र अनि फेरि सशक्तिकरण भएर फेरि मजबुत भएर अगाडि आउनुपर्छ अरे। भयो त अब लोप्पा, अब लोप्पा।